सुन्नु न लु हेर हेरौँ न भाइ 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 यहाँ सुन्नु न नगरपालिकाको खै त कार्ड खै हो भाइ नगरपालिकाको मान्छे हो भने चाहिँ कार्ड के छ बारम्बार भन्दैछु नि हरेक दिन दिनुपर्ने भाइ बारम्बार भन्दैछु नि यो 30 रुपियाँ दिएको छ त त्यो हिजोको हो क्या दाइ ल ठिक छ 30 रुपियाँ ल्याउनु न यो भाइ चाहिँ नगरपालिकाको भन्ने चाहिँ खै त के छ आइडेन्टिटी कार्ड खै हरेक दिन अब सफारी र यसरी 30 रुपियाँ उठाउनु पर्ने हो होइन तपाईँ चाहिँ भाइको भाइ गर्नुहुन्छ कि दाइ तपाईँलाई मैले भाइ हेलो भाइ अनि सबैले उठाउनै पर्ने है यसरी हरेक दिन होइन नहुने होइन छ मसँग कति दिनुपर्ने लु भन्नु त लु मैले दिएँ त उहाँको पैसालाई है त किन दिनु आफै दिइहाल्छ नि अब यो अब के नगरपालिकाले यो बनाएको नियम हो हरेक दिन उठाउनु पर्ने अनि भाइ भाइ यहाँ यता खै यहाँ सुन्नु न हेलो भाइ भाइ यहाँ सुन्नु न खै त आइडेन्टिटी कार्ड चाहिँ खै नगरपालिकाको भाइ हेलो भाइ भाइ हौ भाइ 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 त्यसो होइन नि नगरपालिकाको जिम्मेवार मान्छे यो दाइ कस्तो खालको मान्छे हो मलाई मजाले थाहा छ हो कि 4-5 वर्ष भयो काम गरेको दाइ होइन यो मान्छे म चिन्दिनँ कस्तो खालको तर हो कि भाइ यहाँ मैले सोधेँ यति मात्र भाइ नबोले त यहाँ सुन्नु न भाइ यहाँ सुन्नु न लु हेरौँ